दिदीसँग रमाएर जानेमा आएको रमाइलो गर्छ आधी घन्टा हजुर गोठहरू थुप्रो हुन्छ अनि होमस्टे पनि धेरै छ 3 सीमा 3 सीमामा सिक्किम र बेङ्गल नेपाल र नेपाल यहाँ हिउँदो मात्रै बस्छ त्यसै गरी टाढामा हुन्छ अलिक जोडले होमस्टेबाट हल्का माथि लाग्दैछौँ बाइक यस्तो बाटो चिप्लो छैन घाम झुल्किनु लागेको छ बिहान पख गुराँसको बोट हो होइन यो चाहिँ 100औं वर्ष पुरानो रुखहरू यो जङ्गलमा चाहिँ वाट अ ब्युटी के तीन सीमा ए आउने अरे सपोर्ट गरौ के बाइकलाई धेरै वाह कस्तो राम्रो ठाउँ यार प्रकृतिले नि वाह What a place! तर मलाई थाहा चाहिँ छैन अब कस्तो अनुभव भइरहेछ त दाइ नि वाह यो चाहिँ यो उसको हेरी छ हामी चाहिँ टक्क 3 सीमा लाने तलबाट हिँड्दै जाँदैछौँ होइन त्यहाँसम्म चाहिँ बाइक जानु फुल्दैन